सो पुनः आज फेरि एउटा गजल लिएर उपस्थित भए। गजलको शीर्षक छ माफी। मसँग समयको घडी नमाग तिमी, मसँग समयको घडी नमाग तिमी। म त समयकै घडीमा गुटमुटिरहेको मान्छे, म त समयकै घडीमा गुटमुटिएको मान्छे। मसँग खुसीको उपहार नमाग तिमी, मसँग खुसीको उपहार नमाग तिमी। म स्वयं आँसुको सागरमा डुबुल्की मारिरहेको छु। मसँग नाताको अपेक्षा नराख तिमी, मसँग नाताको अपेक्षा नराख तिमी। म त नाताकै बगालबाट बिछटिएर आएको मान्छे। मसँग गन्तव्य पछ्याउने कोसिस नगर तिमी। म त स्वयं ठेगान विहीनको यात्री मान्छे, म त स्वयं ठेगान विहीनको यात्रीमा।